हेलो एभ्रिवान, म समीर आलम। एमरेस फ्ल्याट क्याटरिङ इकेएफसीमा चाहिँ कसरी अनलाइन एप्लाई गर्न मिल्छ युएमा बस्नुहुने महानुभावहरूले भनेर चाहिँ मलाई धेरैजनाले चाहिँ टिकटकमा मेसेज गरिराख्नु भएको छ। उहाँहरूलाई चाहिँ यस जानकारीमूलक भिडियो सबैमा सेयर गर्नु होला। यस कम्पनीमा चाहिँ भ्याकेन्सीहरू खुलिरहन्छ। खुलिराख्दाखेरि चाहिँ तपाईँहरूले हेरेर बुझेर यस सम्बन्धित हुनुहुन्छ भने तपाईँले एप्लाई गर्न मिल्छ। सो कसैलाई भन्नु पर्दैन, आफैले एप्लाई गर्न मिल्छ। त्यही विषयको जानकारीमूलक भिडियो सबैमा सेयर गरिदिनु होला। फेरि पनि म सुरु गर्न चाहन्छु। सो पहिलो चाहिँ तपाईँले गुगलमा जानु होला। गुगलमा गएर एमरेस फ्ल्याट क्याटरिङ सर्च गर्नु होला। सर्च गरिसकेपछि यस कम्पनीको चाहिँ अफिसियल वेबसाइट आउँछ, जहाँ चाहिँ तपाईँले कम्पनीको बारेमा बुझ्न सक्नुहुनेछ र भ्याकेन्सीको बारेमा पनि यहाँ भ्याकेन्सीहरू पनि देखाउँछ। तपाईँले आफूले सिकेको जानेको यस सम्बन्धित हुनुहुन्छ भने तपाईँले एप्लाई गर्न सक्नुहुनेछ। युएमा बस्नुहुने महानुभावहरूले मात्रै चाहिँ यसरी अनलाइनबाट एप्लाई गर्न मिल्छ। सो मैले यहाँ तरिका तपाईँलाई बताइदिएको छु, यहाँ हेर्नु होला। हेरेर यहाँ चाहिँ तपाईँले अनलाइन यसरी एप्लाई गर्न मिल्छ। सो आफ्नो सिभीहरू बनाएर यसरी अनलाइन एप्लाई गर्नुहोस्। मेलहरू रिप्लाई आउन सक्छ। सो तपाईँलाई यस विषयमा ज्ञान जानकारी छ भने विभिन्न पदमा खुलेको हुन्छ। सो तपाईँले चाहिँ एप्लाई गर्न मिल्छ। म चाहिँ यसै कार्यगत कम्पनीमा छु, त्यही भएर चाहिँ यो जानकारीमूलक सम्पूर्ण महानुभावहरूलाई चाहिँ बनाइदिएको छु। हस्त, धन्यवाद।